आज हामी कुरा गर्न गइरहेका छौँ पिङ्गला योगिनी। पिङ्गला योगिनीको कालखण्डमा पिङ्गला योगिनीले दिने परिणाम के हुन सक्छन् यो बारेमा आज हामी छलफल गर्न गइरहेका छौँ। पिङ्गला योगिनी दशा चाहिँ 2 वर्षको हुने गर्दछ। 2 वर्षको कालखण्डमा यसले दिने अशुभ फलहरू, शुभ फलहरू के हुन सक्छ? यो पिङ्गला योगिनी भनिसकेपछि यसले चाहिँ अशुभ फल नै दिन्छ प्राय। तर सूर्य राम्रो हुँदा चाहिँ यसले राम्रो फल पनि दिन सक्छ। स्वास्थ्यको अवस्थामा चाहिँ कस्तो फल दिन्छ? स्वास्थ्यमा चाहिँ शरीरमा पीडा हुने, आँखाको कमजोरी हुने र हड्डी सम्बन्धी समस्या निम्त्याउने। यसको कालखण्डमा चाहिँ यिनीहरू हुन सक्छन् स्वास्थ्यमा। त्यसपछि मानसिक स्थितिमा चाहिँ कस्तो प्रभाव ल्याउन सक्छ? मानसिक स्थितिमा मनमा चाहिँ अशान्ति हुने, अस्थिरता हुने र गलत काममा चाहिँ आकर्षण हुने। गलत काम योबाट चाहिँ मैले यो राम्रो गर्न सक्छु, यो गलत कामबाट पनि पैसा नै इम्पोर्टेन्ट हो, त्यस्तो हुने चाहिँ हुनसक्छ। त्यसपछि चाहिँ काम गर्दा चाहिँ पश्चाताप हुने। मैले चाहिँ यो काम नगरेको भए, यो काम गरेको भए चाहिँ राम्रो हुने थियो। मैले यो काम गर्नाले चाहिँ मलाई चाहिँ प्रतिफलमा चाहिँ कम आयो। यो काम गरेको भए चाहिँ राम्रो हुन्थ्यो। यो काम गर्नाले मलाई यस्तो भन्ने पश्चाताप हुने। त्यसपछि सङ्घर्ष कस्तो? शत्रुता बढाउने काम गर्दछ यसले। चोटपटक लाग्ने काम गर्दछ। त्यसपछि सरकारी कामबाट चाहिँ तपाईहरुलाई चाहिँ रुकावट आउने के। सरकारी काम केही काम गर्दा चाहिँ तपाईले कामहरु गर्नु जानुभयो, एकचोटिमा भएन, दुईचोटि लाग्ने, केही रुकावट आउने, त्यस्तो चाहिँ हुन्छ यसमा चाहिँ त्यस्तो पीडा चाहिँ दिन्छ यसले। त्यसपछि परिणाम, यसले चाहिँ परिणाम कस्तो दिन्छ यसले? सूर्य राम्रो भए चाहिँ यसले चाहिँ राम्रो फल दिन्छ। मैले पहिले नै भने तपाईहरुलाई, सूर्य राम्रो हुँदा चाहिँ पिताको सुख हुन्छ। पिताबाट तपाईले केही न केही सुख प्राप्ति गर्नुहुन्छ। सूर्य राम्रो छ, यदि तपाईको सूर्य राम्रो छ कुण्डलीमा, जन्म कुण्डलीमा हेर्दा चाहिँ तपाईको सूर्य राम्रो छ भने चाहिँ पिताको सुख हुन्छ। पितादेखि मान सम्मान पनि पाइन्छ पिताको कामदेखि। पिता कुनै क्षेत्रमा लाग्नु भएको हुनसक्छ तपाईको बुवा, उहाँको कामदेखि चाहिँ तपाईले मान सम्मान पनि आउने, पिताका सुखहरू पनि राम्रो हुने हुन्छ यो सूर्य राम्रो हुँदा चाहिँ। अनि थोरै चाहिँ तनाव पनि हुने गर्दछ यो गरममा चाहिँ। हल्का तनाव पनि हुने गर्दछ। सावधान कसरी हुने? सावधान र शान्ति। तपाईहरुले चाहिँ सूर्यको आराधना गर्न पर्दछ। सूर्य पिङ्गला योगिनी भनेको चाहिँ पिङ्गला योगिनीका स्वामी चाहिँ सूर्यदेव हुन्। सूर्यदेव भनिसकेपछि सूर्यबाट जोडिएका, सूर्यदेखि जोडिएका सबै कुराहरू पर्दछन् यसमा। सूर्यदेखि जोडिएका सब कुरा पर्दछन् यसमा। यसलाई चाहिँ दान पनि सूर्यकोमा जे दान गरिन्थ्यो यसमा पनि त्यही दान गर्दा पिङ्गला योगिनी चाहिँ शान्त हुने र राम्रो फल दिने हुन्छ। हृदय स्तोत्रम पाठ गर्ने, त्यसपछि अनि के गर्ने? पिताको सम्मान गर्ने। पिताको सम्मान गर्दा पनि यसमा चाहिँ राम्रै फल प्राप्ति